नमस्कार, मेरो नाम किशोर राज सिंह हो। म काठमाडौँबाट बिलोङ गर्छु। म विगत 7 वर्षदेखि हेल्पमा एज अ फाइनेन्स एन्ड एडमिन अफिसर भएर काम गरिरहेको छु। योभन्दा पहिला मैले कर्पोरेट अर्गनाइजेसनमा काम गरेको थिएँ। तर म यो कर्पोरेट अर्गनाइजेसनमा काम गर्दा जुन टाइपको यो सेटिस्फ्याक्सन मैले पाएको थिएन, जब सेटिस्फ्याक्सन, त्यो चाहिँ म हेल्पमा आएर त्यो सेटिस्फ्याक्सन मैले पाएको छु। किनभने मेरो फाइनेन्स पोजिसनले मलाई के भन्छ भनेपछि एकाउन्टिङहरू सबै ट्रान्सपेरेन्सी हुनुपर्छ, अनि एकाउन्टिङहरू एकदम अप टु डेट हुनुपर्छ, अनि एकाउन्टिङ गर्दाखेरि सबै किसिमको लज एन्ड रुल्सहरू फलो गर्नुपर्छ भन्ने मलाई लाग्छ। र त्यो एनजिओ र आइएनजिओमा फुल्ली फलो हुन्छ कर्पोरेट अर्गनाइजेसनको दाँजोमा। अनि म हेल्पमा हुनुमा के छ भनेपछि हेल्प एउटा ग्रासरुट अर्गनाइजेसन हो। यसले चाहिँ एजुकेसन सेक्टर र लाइभलीहुड सेक्टरमा काम गर्छ। जुन चिज मलाई एकदम मोटिभेसन लाग्यो कि म यो ठुलो सोचको सानो कज भएर काम गरेर र म यसलाई चाहिँ फाइनेन्सियल्ली सपोर्ट गर्न पाउँदा म आफूमा एकदम फुल्ली सेटिस्फाइड र मोटिभेटेड छु। अनि मेरो हेल्पमा रोल भनेको मैले एकाउन्ट किपिङ र रेकर्ड किपिङ गर्नुपर्ने हुन्छ। अनि मैले फाइनेन्सियल रिपोर्टहरू एज अ रिक्वायर्ड सबै मास दिनुपर्ने हुन्छ। अनि मैले स्यालेरी सिट प्रिपरेसन र स्यालेरी डिस्ट्रिब्युसन पनि गर्नुपर्ने हुन्छ। र मैले अडिटिङ र रिन्युअल प्रोसेसमा पनि जानुपर्ने हुन्छ। र यो बाहेक मेरो अरू पनि विभिन्न कामहरू हुन्छ। अनि म एजुकेसनलाई चाहिँ किन इम्पोर्टेन्ट ठान्छु भनेपछि एजुकेसन भनेको जुन डेभलपमेन्ट इन्फ्रास्ट्रक्चरको प्राइमरी फेज हो। एजुकेसनले अवेरनेस ल्याउँछ, एजुकेसनले मान्छेलाई स्किल्ड र अवेर बनाउँछ, जुनले गर्दा व्यक्तिको लाइफ स्ट्यान्डर्ड इन्क्रिज हुन्छ। त्यो चिजले गर्दा एजुकेसन मेरो लागि भनेको धेरै इम्पोर्टेन्ट लाग्छ। थ्याङ्क यू।